लाएर हामी चाहिँ यहाँ त्यो मन्दिर जाने भनेर आइसक्यौँ। उकालो लगाइरहेछौँ। यो भान्जा चाहिँ लास भइरहेको बवाल भ्यू देखिरहेको नि त्यतातिर होइन। माथि भ्यू टावर जाने मान्छेहरूको चाहिँ लैरो लागिरहेको छ। हामी चाहिँ त्यो ठाउँमा जाने त्यो मन्दिर देखिरहेको थिएँ। मान्छेहरू आज चाहिँ नयाँ वर्षमा चाहिँ डान्स चलिरहेको झ्याममा लाएर। उहाँ चाहिँ लास्ट भोग लाग्यो र बवाल ठेक्लिरहेको छु भनेर भन्दै हुनुहुन्छ नि। झ्याप्प लगाएर हामी चाहिँ यहाँ फेरि पनि मरे बाबु बचाउ रे। मरे बाबु कस्तो अनुभव भइरहेछ। तरु नि छैनन् होइन। यसो न छोरी भइरहेको मेरो कोही छोरी हुने आउँदा हुन्छ। यसो न यो सेयर मेरो दिन पऱ्यो भान्जालाई। मन्दिरमा आइपुगेका छौँ। मान्छेको भिड भएको छ अहिले। गाइजहरू हामी मन्दिरदेखि फिर्ता भइसक्यौँ। अब यो फर्किने बाटो हो कि कहीँ जाने बाटो हो? खै यो कहीँ जाने हो कि कहाँ जाने हो हामीलाई थाहा छैन। मान्छेहरू धेरै आउँदो रहेछ यतातिर। हेर्दा तपाईँहरू कस्तो राम्रो के मान्नु भएन तपाईँले? माने नि मैले। मेरो आँखा कमजोर भोलि गएर चेकअप गराउनु पर्ला। त्यो देखेर राम्रो लाग्छ त। के यतै होला के त्यो अर्को भने लक्ष्मी खाजा खाइदिरहेको अहिले बाहिर हेर्नु। ल हजुर हामी यहाँ डाँडामा पुगिसक्यौँ। अब यहाँबाट तपाईँहरूले भ्यू हेर्न सक्नुहुन्छ जताततैको। VIEW भ्यू भन्ने चिज देखिरहेको छ यहाँदेखि। अब पानी पर्ला जस्तो गरिसक्यो। माहौल खतरा भइसक्यो। अब खतराको सिग्नल दिइसक्यो अब यो पानीले। अब हामी चाहिँ यहाँ तो फुल काठमाडौँको र यो छुट्टै छ नि त। जङ्गलको पाइनु भयो। हामी अहिले चाहिँ यहाँ जङ्गलमा आइसक्यौँ। माथि डाँडातिर केटाहरू चाहिँ त्यतातिर बसिरहेछन्। म चाहिँ अहिले यतातिर नआएर यसो न यतातिर देखाइदिउँ कि भनेर हो। अब हामी चाहिँ घरतिर फिर्ता भइसक्यौँ। भुमेश्वर मन्दिरको दर्शन गरेर यहाँ
दाहिनेको बिजुली बाहिर अब हामी चाहिँ तारकेश्वर मन्दिरमा पानी परिसक्यो अहिले छिरिसक्यौँ धेरै माथि उचाइमा पुगिसकेको छ जङ्गलको बाटो छिरिसक्यो पानीले पनि डिस्टर्ब गरिसक्यो अब के गर्नु धेरै माथि गाह्रो छ। हामी कति किलोमिटर लाग्छ होला बाबा 200 बिच बस्ती 5-10 बबाल ए जंगल के रास्ते चलो हाँ रास्ते से हो उकाला लाग्नु पर्यो फेरि हैन अब भ्यू पोइन्ट हामी चाहिँ यहाँबाट पुगिसक्यौँ खै अब यहाँबाट गइसक्यौँ हामी आइसक्यो तारकेश्वर महादेव पुगिसक्यो मोबाइल थेक्लिसक्यो है यो मन्दिरमा पुग्न यसरी महादेवको मन्दिरमा अब आइसक्यौँ हामी यहाँ आज न्यु इयरको दिनमा आएर मन्दिरतर्फ प्रवेश गर्दैछौँ खोलेर हामी मन्दिरमा प्रवेश गरिसक्यौँ यहाँ कस्तो छ हेर्नु न मजा आउँछ माथि छ मन्दिर चाहिँ यहाँ माथि के हो उता के हो दान पत्र रे त्यो माथि भ्यू बाँदरहरू महादेवै बाँदरहरू खिच्यो महादेव बाँदर रहेछ नि त यहाँ टुपरेको पनि रहेछ नि त यहाँ महादेव दुईजना चाहिँ भित्र छिरिसक्यो म चाहिँ बाहिर छु म त नजाम्ला तर जितपुर फेदी भन्ने ठाउँ चाहिँ बबाल देखिँदो रहेछ हो यहाँदेखि अब हामी फिर्ता हुने हो हुने अवस्था आइसकेको अवस्था छ अब चाहिँ हामी यहाँदेखि फिर्ता भइसक्यौँ यो तारकेश्वर महादेव मन्दिरदेखि पनि यहाँ आउनलाई तपाईँहरूलाई म आग्रह गर्दछु यस्तो राम्रो भ्यू रहेछ यहाँ टक्क लगाएर घुम्न पनि मजाले मिल्ने रहेछ यहाँ खतरा पर रहेछ त्यो ठुलो यहाँ यतातिर यसरी आउनु होला तपाईँहरू पनि यसको भन्ज्याङको बाटो हुँदै जानेछौँ गुर्जु भन्ज्याङ जानेछौँ हामी अब मुर्खु भन्ज्याङ
आएर अब हामी चाहिँ ब्याग भइसक्यो। यहाँ खतरा खतरा छ यार भ्यू। यहाँ यसो नि यो सल्लाहरुख चाहिँ एकदम दामी दामी रहेछ। यहाँ अलि मलाई चाहिँ रुगा लागिरहेको छ। यहाँ गाह्रो बनाइसक्यो, नाक पिरो पिरो भइरहेछ, हाच्छिउ फाच्छिउ आइरहेछ मलाई। के गर्नु, कोही छैन हेर्ने मान्छे, मलाई गाह्रो छ। बाटो नै हो कि क्या हो? अघिको कहाँ गयो तिनीहरू? बाटो त्यहाँबाट हो होइन, हामी चाहिँ यहाँ हिँडिरहेछौँ बाटोमा ट्रक लाएर। बाटो कता जान्छ भन्ने कोही लोद्दै उद्दै गर्छन् त्यता न। हिँड्न नजान्ने मान्छे त नआइनु हुँदो। हिँड्न नजान्ने मान्छे त नआइनु हुँदो भन्ने मलाई लागिरहेछ। केही भयो भने गाल आउन सक्छ हामीलाई। त्यही हो। त्यहाँनिर पनि ठाउँ त ठिकै रहेछ। ठाउँ चाहिँ खतरै रहेछ यतातिर। या तल मान्छेहरू गइरह नि। आइफोनलाई हराउने तपाईँको मोबाइल छ के चाहियो? चैट 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 चैट। गुराँस नानी चाहिरहेको थियो अरे, तर के गर्नु, फेलै पर्दैन। गुराँस नानी चाहिएको थियो। के गर्नु, यस्तै छ हाम्रो जिन्दगी भने। त्यही रहेछ है तपाईँले भने। ओ मामा, सिङ्गल माथि भने उपारि सिङ्गल लाइफ पुग्दैन मामा। रक्स रक्स त्यहाँ पनि पुग्दिउँ न त। सक्दैन त्यहाँ पुग्न। पुग्छ भान्जा, यहाँ पुग्न त भान्जा रुन लाग्यो। म चिप्ल्यो भने अहिले मोबाइल जान्छ फेरि अगाडि। पहिले एउटा क्यामेरा गएको छ, अर्को हुन्छ होला यार। के भन्नुहुन्छ दिदीले? त्यही गुराँसको गुराँस नानी पाए त राम्रै हुन्थ्यो। हिँड्नु मामा, हिँड्नु हिँड्नु, हिँड्नुहोस् मामा। हजुर गर्ल्स आइमाई भन्दा अहिले हामी पानाको जङ्गलमा हिँडिरहेको छौँ भन्नुपर्छ क्या। पानाको जङ्गलमा हाम्रो यात्रा अहिले न्युयोर्कसम्मको लागि हो गाइजहरू, हेर्न सक्नुहुन्छ तपाईँहरू। मैले हालेको थिएँ नि युट्युबमा पानाको जङ्गल भनेर, हेर्नु भएको थिएन र यार। कहाँ हो कहिले नहिँड्ने बाटो, कहिले हिँडेको छैन। अगाडि धेरैजना मान्छेहरू हिँड्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। तल हेर्नु न मैले, त्यहाँ पुग्ने बेला मात्रै। भयो मामा, जानु जानु। अलि हल्लिन्छ क्या हिँड्दाखेरि।
अङ्कल यो ठाउँको नाउँ के हो काभ्रेस्थली गाडी कहाँ पाउँछ? पाउँछ त्यही तल रुकने। पिपल बोट त्यो पिपला रुकने देखियो है गाडी त गाडी कहाँ हामी चाहिँ अब घुमेर आइसक्यौँ अब रुममा रुममा पुग्न लागिसक्यौँ हामी चाहिँ आजलाई चाहिँ हाम्रो भ्लग यति नै अब सकिन्छ होइन म अब नेक्स्ट भ्लगमा फेरि भेट्दै गरौँ ल भेट्यौँला त्यही हो हस्त नमस्ते टाटा बाई बाई हामी अब अर्को भ्लग